आजको ट्रेकिङ चल्नु भन्यो भन्नु है ट्रेकिङ ल आज टोपी लगाइदिउँ कि ढाका डोबीसम्म ठिक छ यतिकै होइन ठिक छ यतिकै गर्मी पो हुन्छ ल है को छौँ यता सिङ्गल जति यतामा है ल आज बाटो माथि बनाएको होला पहिले त बनाउँदै थियो अहिले चाहिँ अब त्यही बसेर गर्दा पनि मिल्छ दिनरात दामी छ ठाउँ एकखेप अङ्कल पुरै पसिनाले भिज्छ नि अनि गरिँदैन अङ्कल ल उरालो आयो अङ्कल अब त उहीँनिर बस्ने ठाउँ नजिकै छ अब त बस्ने ठाउँ हाम्रो न यता सबै देखिन्छ अझै माथिदेखि अङ्कल यहाँ भोले बाबा जग्गा छ भोले बाबाको भोले बाबाको हो अङ्कल लट्ठी अङ्कल हल्का छ ल जाउँ होइन सर कति दूर छ अब नजिकै अङ्कल 15 मिनट यहाँ दोकान बढिया आयो अब चाहिँ डल्लै हेर्नु कति दामी छ अङ्कल पानी पिउनु न पानी पानी देवी देवता छ देवता छ न पहिले मान्छे आएर तकलिफ दिँदैन भगवान पहिले दुध दिएर हाम्रा पासमा आउने छ भन्दैन देवी देवता न आफ्ना सन्तानमा पहिले तकलिफ दिएर मेरो पासमा आउने सम्म तब भगवान देवी देवता पहिले भगवान से आफ्ना बाल बच्चाको तकलिफ दिएको छु म ग्यारेन्टी लिन्छु म तर मान्छेले आफ्नो बस्ने ठाउँमा कहाँका मान्छे बसिरहेको बनाइदिएको छ अब यहाँदेखि त उता मन्दिर त थोरै छ नजिकै मान्छे इच्छा हुन्छ न मान्छे टक्क सर्टपटे रक्सी झिकुम अरे नास्ता त्यहाँनिर बनाउनु पर्छ अङ्कल कितिन्जेलमा त यो ओसिन्छ नि पार्नुपर्छ त्यसलाई मजाले ओसिँदैन हो त्यो अमिलो समिलो के हालेको छैन कहाँ ओसिन्छ मयूर कसले राखेको रहेछ ए मैले त देखेन मयूर राखेको उता राखिदिनु पर्छ मयूरलाई कसैले भुलेछ राख्ने उयो छोडिदिनु होइन फाइनली
पुग्न लाग्यो। यसो हेर्दाखेरि यहाँ गेट पनि आइपुगिसक्यो हामी मन्दिरको। होइन मन्दिर त माथि पो छ है क्या हो? माथि रहेछ ल। यो तल चाहिँ कता जाने? झर्ना जाने बाटो रहेछ होइन? यहाँ अन्धारा 5 मिनट लाग्दो रहेछ माथि। 1 घन्टा 80 मिनट अरू चपेटी पुग्नु। किरात पदमार्गद्वार चाहिँ यो हो होइन? कति बज्यो? लगभग हामी लाग्यो टाइम त। झर्ना जानुको लागि कति मिनेट लाग्ने रहेछ? झर्ना जानको लागि त टाइम त लेखेको छैन। यहाँ मेटाइरहेछ यार, लेखेको थियो यहाँ कति घन्टा भनेर लेखेको थियो, मिनट चाहिँ होइन। 1 घन्टा 1 घन्टा 1 घन्टा दाजु भन्दैछ अङ्कल। नहुन जाने होइन झर्नामा? ल जाउँ माथि, यता जानुपर्छ। त्यहाँ माथि मन्दिरदेखि भ्यू हेर्नुपर्छ। ल 5 मिनटको बाटो पुग्यो। यहाँ झन्डा पनि देखिँदै होला। अब यहाँदेखि भ्यू पनि बवाल देख्छ है, अहिले देखाउँला। कहाँ गयो अङ्कल? अङ्कल त लगभग हामी 10:05 चढेको 3 जना। अहिले चाहिँ 11:40 भयो। बस्दा बस्दै गर्दै आएको, किनभने एउटा अङ्कल आउनु भएको छ हामीसँग। 60 वर्षको अलिकति चढ्न अप्ठ्यारो भएर यति टाइम लागेको। हालचाल चाहिँ यहाँ मन्दिर पनि बनाइदिनु भएको रहेछ है, एउटा गणेश मन्दिर। घन्टी सन्टी चक्क बजाएर। यता अर्को मन्दिर पनि बनाउनु भएको छ, दुर्गा माताको जस्तो छ चट्ट। दुर्गा माताको मन्दिर। दुर्गा माता हो कि फातिमा माता, कुन माताको है? चट्ट भ्यू चाहिँ अहिले होइन बवालै छ। अहिले चाहिँ 11:40 भएको छ दिउँसोको। दिउँसोको त के हेर्नु, बिहानकै भन्छ अहिले होइन। भ्यू चाहिँ अब त्यति देखिँदैन अहिले। यो कस्तो कस्तो भएको छ मौसम। ठिक छ, यतिको हाइक जानुपर्छ, हिँड्नुपर्छ। तर हावा चाहिँ यहाँ पटक्कै छैन है। पुरा अलिअलि चेन्ज भएको रहेछ होइन? यसो हल्का जिउँ गरेर नि देखिन्छ होइन? परको भ्यूहरू अब टाढा टाढासम्म देखिने हो। अन्त अलिकति मौसम त्यस्तै भएर देखिरहेको छैन। यहाँ सरले चाहिँ टक्कै यहाँ हल्का मन्दिर सरसफाइ गर्दै छन्। म पनि टक्क लाएर यसो यहाँ घन्टी सन्टी बजाइदिनु पर्यो। यस्तो अलि बजाएपछि यहाँ कोही आएछ भन्ने पनि छ नि त होइन? टक्क लाएर गर्मीले त पाएको छैन त हावा यहाँ। अनि टक्क मन्दिर दुर्गा माताको। तल छ होइन? पाहाडै पाहाड छ नि, रमाइलो छ नि।